हेलो गाइज दर्शक नमस्ते म सेफ गोपाल न्युजिल्यान्डदेखि आज मैले नेपाली सुसी बनाउने कोसिस गरेको छु। धेरैले जापानिज सुसी त खानुभयो होला। आज मैले थोडा चेन्ज गरेर नेपाली स्टाइलमा सुसी बनाउने कोसिस गरेको छु। नेपाली सुसी बनाउनलाई चाहिँ तपाईलाई सबैभन्दा पहिला चाहिँ मैले यो चाहिँ उमालेको राइस हैन, पकाएको भात र दही यो गट्ला चाहिँ मिलाएर एकदम हातले एकदम म्यास गरेर एकदम बनाएको छु, हल्का सल्ट राखेर। यसै गरी मैले चिकन किमालाई भुटेर साँधेको छु। साँधेको यो चिकन किमा हो। यसै गरी अन्डा किन राख्नु भयो भन्नु होला। अन्डा चाहिँ मैले धेरैजनाले चाहिँ जापानिज सुसीमा यो याकिनारी सुसी सीड भनेरमा युज गर्छन्, तर मैले यो युज नगरेर मैले आफ्नै अन्डाको सीड बनाउने कोसिस गरेको छु। यो अन्डाबाट सीड बनाउँछु। यसै गरी मैले बिटरुटलाई चुकुन्दरलाई तन्दुरमा पोलेको छु फइलभित्र हालेर। यसै गरी लसुनलाई मैले पोलेको छु। हरियो खुर्सानी, पेपर अनि सल्ट हालेर सिलबट्टामा यसलाई कुटेर मैले यसलाई चाहिँ चटनी बनाउँछु है त। यो चाहिँ अलि पिरो पिरो टाइपको हुन्छ। यो सलाद लेटुस तपाईँले केही पनि राख्न सक्नुहुन्छ। मैले लेटुसहरू ग्रिन सलादहरू त्यो पनि भित्र स्टफिङमा राख्छु। यो सबै मेरो तयार भइसकेको छ। अब म यसलाई कसरी बनाउने भनेर फुल रेसिपीतिर जान्छु। त्यसको लागि मैले चुकुन्दर र लसुनलाई तन्दुरभित्र फइलमा राख्दिएँ। यो मजाले पाक्दै गर्छ। यता मैले चिकन किमाका लागि रेडी गर्दैछु। यो गार्लिक भयो, ओनियन भयो, मैले चप गरेर कडाईमा तेल राखेँ। फ्राई प्यानमा तेल राखेपछि जिन्जर गार्लिकहरू राखेर ओनियन राखेर यसलाई चाहिँ तड्का लगाएँ। चिकन किमा राखेँ, मजाले यसलाई भुट्दै जाँदाखेरि चाहिँ यसलाई मसलाहरू राखेँ। मैले चाहिँ हल्दी पाउडर, चिल्ली पाउडर, जिरा पाउडर, नमक, कस्तुरी मेथी यो सबै मैले राखेर यसलाई मजाले भुटेँ। भुटिसकेपछि मेरो उता चुकुन्दर पनि पाकिसकेको छ। यसलाई मैले फेरि यसलाई सिलबट्टा मेरो पास छैन, मैले चाहिँ टक्क मिलाएर यसलाई चटनी बनाउँदैछु। चटनी मेरो बनिसक्यो। अब मैले चाहिँ के गर्दै भन्दाखेरि अन्डाको सिड बनाउन लाग्छु। यो अन्डाको सिड तपाईँको ननस्टिक ल्याउनु होला। हल्का टिस्युमा ओइल लगाएर मजाले यसलाई चाहिँ अन्डाको सिड बनाउनु होला। मेरो सिड पनि रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ। यो मेरो सिड रेडी भयो। अब यसपछि मैले सलादहरू थोडा त सलादलाई काटेर मसिनो जुलियन काटेको छु। टमाटर, कुकुम्बर अनि लेटुस यस पनि मेरो सलाद रेडी भइसकेको छ। अब मैले यता सिड राखेर मैले चाहिँ यो सिड मैले युज गर्दिनँ। यसको बदलामा मैले अन्डाको सिड बनाएको छु। अन्डाको सिडमा मैले योगर्ट राइस, यसलाई योगर्ट राइस भन्छ। मैले योगर्ट र राइसलाई मिलाएर यो एकदम म्यास गरेको छु। यो योगर्ट र राइसलाई मजाले तल चाहिँ सिडमाथि बिछाउँछु। बिछाइसकेपछि यसमा मैले चाहिँ यो चटनी बिटरुट र हरियो खुर्सानी, पेपर अनि लसुनको पोलेको यो चाहिँ चटनी हो। एकदम पिरो पिरो छ, परपराउँदछ यसमा। यो चटनी मैले यसलाई मजाले लगाएँ। यो लगाइसकेपछि मैले यता चिकन साँधेको चिकन किमा छ, यसलाई मैले मजाले बिछाएँ। ल हेर्नुहोस्, यो बिछाइसकेपछि मसँग छ सलादहरू। यो सलादहरू तपाईँले कुनै पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ कुकुम्बर र टमाटर, ल्याटुसलाई जुलियन काटेर हल्का सल्ट एन्ड पेपर राखेर मैले यसलाई चाहिँ अब सुसीको रोल बनाइसकेँ। यो मेरो सुसी रेडी भइसकेको छ। अब म प्लेटिङ गर्छु। प्लेटिङ गर्दा तपाईँ पास अरू सस पनि युज गर्नुहुन्छ। मैले यो म्याङ्गो सस युज गरेको छु। यो चाहिँ राम्रो पनि हुन्छ, अलिअलि पिरो पिरो पनि छ, जेलो पनि हालेर बनाएको। म्याङ्गो ससको मैले राखेर प्लेटिङ रेडी गरेँ। म सुसी काट्दैछु। यो मेरो सुसी पनि रेडी भइसकेको छ। यो सुसी राखेर अब म प्लेटिङ गर्दैछु। हेर्नुहोस् है, वाह, यो मेरो अब दामी भइसकेको छ। अब मैले प्लेटिङ गरिसकेँ। तपाईँलाई कस्तो लाग्छ हेर्दै जानु, सल्लाह सुझाव दिनु होला, अन्यथा केही नभन्नु होला, किनकि मैले यो ट्राई मात्रै गरेँ हो। यो मैले नयाँ रेसिपी ट्राई गरेको, यो दामी छ। ल हेर्नुहोस् है, अब म यसलाई खाएर हेर्छु कस्तो हुन्छ, तपाईँलाई बताउँछु है त। हेर्नुहोस् कस्तो लाग्छ। वाह, दामी छ, एकदम दामी, एकदम पिरो पिरो छ, एकदम दामी छ। चेक गर्नु त कस्तो लाग्छ सुसी। यो नेपाली स्टाइलमा मैले सुसी बनाएको छु। दामी छ एकदम। जापानी सुसीलाई नेपाली सुसीले टप्नी गर्नु। थ्याङ्क यू ल। थ्याङ्क यू सेफ।